भनेकै हो त मान्दैनन् नमस्ते नमस्ते नमस्कार सबैलाई कस्तो लाग्यो मुभी सबभन्दा पहिला तपाईँलाई धन्यवाद दिन आएको हामी चाहिँ चलचित्र आबाट आमालाई यसरी धेरै माया दिनुभएको छ धरानबाट सो तपाईँहरू सम्पूर्ण जति आउनु भएको छ दर्शक जिउँदो भगवान् हाम्रो तपाईँहरूलाई धन्यवाद छ हामी पनि तपाईँहरूलाई भेट्न पाउँदा खुसी लाग्छ एकदम खुसी लागेको छ हामी हामी 1 घन्टादेखि अघि बसिरहेको छौँ तपाईँलाई पर्खेर मन पर्यो भने तपाईँको आफ्नो सोसियल साइट्समा लेख्नु होला फेसबुकमा इन्स्टाग्राममा स्टोरीमा र फिल्म कस्तो लाग्यो भनिदिनुहोस् त एकचोटि धन्यवाद र मसँग आमा हुनुहुन्छ मसँग आमा भोक लाग्यो आमा 2 शब्द नमस्ते सबैलाई सबैभन्दा पहिला नडाँटिकन मनले भन्नुहोस् त फिल्म कस्तो थियो राम्रो थियो मन छोयो आँसु आयो हजुर थ्याङ्क यू सो मच हजुरहरूले यस्तो माया दिनुभएको यति धेरै हाउसफुल यस्तो राति आधा रातमा पनि हजुरहरू यो चलचित्र आमालाई माया गरेर हेर्न आउनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद र एउटा सानो रिक्वेस्ट गर्न चाहन्छु मलाई चिन्नुभयो कि चिन्नु भएन म आबाट आमा कि आमा हजुर अनि एउटा सानो रिक्वेस्ट गर्छु है एकदम ढिला भइसक्यो हजुरहरूलाई पनि हजुरहरू जसले फिल्म अहिले सबैले जतिले फिल्म हेर्नु भएको छ उहाँहरूले टिकटक रिल्सहरू फोटोहरू त पोस्ट गरिहाल्नुहुन्छ फिल्मको बारेमा होइन तर पनि आफ्नो नजिकको आफ्नो साथीभाइ आफ्नो फ्यामिली आफ्नो छोराछोरी जो पनि छ हाम्रो फिल्म कस्तो लाग्यो उहाँहरूलाई भनिदिनु होला र उहाँहरूलाई पनि एउटा सन्देशमूलक चलचित्र हो हाम्रै कथा व्यथा पीडा बोकेको चलचित्र त्यो भएको हुनाले उहाँहरूलाई पनि यो चलचित्र हेर्न आग्रह गरिदिनुहोस् रिक्वेस्ट गरिदिनुहोस् र हजुरहरू सबैलाई थ्याङ्क यू सो मच र अहिले मसँग कृष्णपछि राम पनि हुनुहुन्छ नमस्ते धरान मलाई त धरानको बोली नै मिठो लाग्छ यहाँहरूले मेरो आवाज सुनेर सुत्नुहुन्छ भन्नुहुन्थ्यो म चाहिँ यहाँहरूको आवाज सुन्दाखेरि एकदम झन् खुसी भएँ मेरो भाइ कृष्ण राधा श्री मेरी आमा लगायत सम्पूर्ण आमा टिम लिएर हामी धरानमा भर्खरै मात्र 1 घन्टा अगाडि पाइला टेकेका हौँ र आउने बित्तिकै हामी हलमै छौँ तपाईँहरूसँग कहिले साक्षात्कार गर्न पाउला भनेर आतुर थियो एकचोटि आबाट आमा यहाँलाई मन परेको छ भने जोरदार ताली आफूलाई बजाइदिनुहोस् कस्तो मिठो कस्तो मिठो कस्तो मिठो थ्याङ्क यू सो मच हामीलाई चाहिँ धेरै प्रेम गरिदिनु भएकोमा म कलाकार त होइन नवोदित कलाकार हुँ म कथा भन्छु तर पनि मेरो कलाकारिता यहाँहरूले कस्तो मानिदिनु भयो कस्तो छ रामको चरित्र हामीसँग डिरेक्टर चन्द्र पन्त पनि हुन्छ जसले मलाई राम बनाइदिनु भयो उहाँले पनि 2 शब्द राख्नुहुन्छ त्योभन्दा अगाडि म चलचित्रको अर्को मुख्य पात्र राधालाई माइक दिन्छु थ्याङ्क यू सो मच नमस्कार धरान राधा कस्तो लाग्यो थ्याङ्क यू सबैजनालाई आधी रात भइसक्यो त्यही पनि तपाईँहरूको यस्तो ठुलो उपस्थिति रहेछ यहाँनिर यो सबै देखेर एकदमै खुसी लाग्यो तपाईँहरू सबैलाई मनैदेखि धन्यवाद अनि यो मेरो पहिलो फिल्म हो पहिलो फिल्ममै तपाईँले मेरो क्यारेक्टरलाई तपाईँहरूले यति धेरै माया गरिदिनु भएको छ कतिजनालाई थाहा छ कि छैन म पनि यतै पूर्वबाटै हो होइन सो पूर्व लिचेरीलाई धेरैभन्दा धेरै माया दिनु होला थ्याङ्क यू ल अब म यो दिन्छु श्रीलाई नमस्ते सबैजनालाई आबाट आमा फिल्म हजुरहरूलाई कस्तो लाग्यो रुनु भयो होला है हजुरहरू कतिजनाले आमा बुवालाई सम्झिनु भयो त
श्रीको पनि केही बाध्यताले छोडेर गए नि त्यसको लागि हजुर सबैजनासँग माफी माग्न चाहन्छु थ्याङ्क यू सो मच हजुर सबैजनालाई यति राति आएर हामीलाई साथ दिनुभएको छ हामी सबैजना हजुरहरूको मायाको लागि एकदमै आभारी छौँ र थ्याङ्क यू फेरि पनि सम्पूर्ण दर्शकहरूलाई र धरानवासी सबैजनालाई थ्याङ्क यू सबैजनाले है हामी यताबाट फर्केर लिन्छौँ यता देख्नु नि अब हामी सबैजनाले पोस्ट गर्छौँ हाम्रो इन्स्टाग्राम टिकटक फेसबुक सबै अफिसियल एकाउन्टमा तपाईँको लाइट आउँछ है त यो आमाबाट आमाको लागि माया हो है त हामी आबाट भन्छ तपाईँ आमा भन्दैछ है रेडी हुनुहुन्छ हामी आबाट भन्छौँ अरे आमा भन्दैछ है त है तिनचोटि भन्छ है त हामी रेडी 1 2 3 आबाट थ्याङ्क यू सो मच रातालाई राति भनिदिएको यो तर पल चाहिँ हेर्छौँ रहेछ पड्के